सरकारले दिएको 20,000 सहयोग घाइते जेन्जी सुरेश भन्छन् त्यो त लाज छोप्न दिएको जस्तो लाग्यो। आन्दोलनको पहिलो दिन सम्झिँदा सुरेश पोखरेलका आँखामा अझै ती भयावह क्षणहरू ताजा छन्। 21 वर्षीय सुरेश भन्छन्, हामी संसद भवन छिर्ने योजना बनाउँदै थियौँ, अचानक गोली चल्यो। त्यसपछि के भयो केही थाहा नै भएन। होस आउँदा म अस्पतालको शैय्यामा थिएँ। गोली उनको तिघ्रामा लागेको थियो। एक चोटले 5 चोटि अपरेसन गर्नु पर्यो। सबैजना दसैँमा रमाइरहेका थिए। उनी भन्छन्, म भने अस्पतालको बेडमै थिएँ। नरमाइलो लाग्यो। आमा बुबा दिनरात रोइरहनु हुन्छ। उनको स्वर भारी हुन्छ। सरकारले दिएको 20,000 सहयोग बारे उनी भन्छन्, त्यो त लाज छोप्न दिएको पैसा जस्तो लाग्यो। त्यो घाउका लागि होइन, तस्बिर खिचाउनका लागि आए जस्तो। उनी भन्छन्, हामी माग लिएर सडकमा निस्किएका थियौँ, अपराधी होइनौ, तर सरकार फोटो खिचेर जान्छ, मलम कहिल्यै लगाउँदैन। परिवर्तन त कहाँ भएर 1% पनि भएको छैन। अब निको भएपछि हामी सबै घाइतेहरू फेरि भेला हुनेछौँ। उनी भन्छन्, यसपटक हामी चुप लागेर बस्दैनौँ। त्यो आन्दोलन घाउ बोकेका सयौं युवाहरूको आवाज हो, जसले परिवर्तनको सपना देख्दा शरीर होइन भरोसा चकनाचुर भएको थियो। प्रिय दर्शकवृन्द, तपाईको नजिक रहेका जेन्जी शहीद परिवार र घाइतेहरूको अवस्था कस्तो छ? इमेल ठेगानामा लेखी पठाउनुहोला वा कमेन्ट गर्नुहोला। म तपाईको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने प्रयास गर्नेछु। अर्को अङ्कमा अर्को कथाका साथ भेट हुने नै छ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, नमस्ते।